हामीसँग आज यस्तो पात्र हुनुहुन्छ, उहाँलाई चाहिँ सायद वीरगञ्जमा नचिन्ने कमै मात्रामा मान्छे हुनुहुन्छ होला। समाजसेवी र एउटा धार्मिक आस्थाले पनि मठ मन्दिरको संरक्षण र विविध समाजमा भएका विकृतिहरूलाई चाहिँ नि पन्साउँदै समाजका सुदृढी गर्ने भूमिकामा अग्रसर र शिक्षा प्रेमी, शिक्षासँग आबद्ध रहनुभएका एउटा कुशल र असल व्यक्तित्व हामीमा हुनुहुन्छ र उहाँलाई हामी यस दैनिक टिभी मार्फत आम जनमानसमा प्रस्तुत गर्ने जमर्को गर्दैछौँ र उहाँको बारेमा जति नै व्याख्या गर्दा पनि सायद अपुरो हुन्छ र उहाँले आफ्नो परिचय आफै दिनुहुन्छ र म उहाँलाई यस कार्यक्रममा पस्काउँदैछु। हस् त, धन्यवाद। नमस्कार। मेरो घर चाहिँ अलौँ 17 हो, वीरगञ्ज महानगरपालिकामा नै पर्छ। अनि म ठाकुराम क्याम्पसको एउटा कार्यरत कर्मचारी हुँ र त्यहाँको कर्मचारी सङ्घको अध्यक्ष पनि हुँ। अनि अब यो त टिभी दैनिक टिभी यो नयाँ जस्तो लाग्यो। अनि कहिलेदेखि सुरु भयो र यसको प्रसारणमा के कस्तो भूमिका छ भनेर एकचोटि अनि तपाईले एकचोटि प्रश्न पनि पारिदिनु होला भनेर म अहिले यति म क्वेसन। हस् त, धन्यवाद। यो दैनिक टिभी, द इन्ड भनेको चाहिँ इङ्ग्लिस शब्द हो र नेपालीमा चाहिँ समाप्त, पूर्ण रूपमा समाप्त हुन्छ यो टिभीको अर्थ चाहिँ। यसले कस्ता कुराहरू समाप्त गर्ने हो भने बेथिति, भ्रष्टाचारी, कालोबजारी, जति पनि यो क्रियाकलापहरू राष्ट्रमा भइराखेका छ, हत्या, हिंसा, बलात्कारदेखि लिएर विभिन्न कुराहरूलाई चाहिँ यसले समाप्त पार्दै उज्यालोको किरण निकाल्नको लागि जनताहरूको दुःख पीर मर्काहरू, बेरोजगारहरू सम्पूर्णलाई चाहिँ नि समाप्त पार्ने उद्देश्यले चाहिँ नि यो टिभीको नाम दैनिक टिभी राखिएको हो। र यसमा चाहिँ एउटा लोगो छ, यहाँ हरियो, पहेँलो र रातो, र यसमा चाहिँ नि यसको ब्याकग्राउन्डमा चाहिँ सिमरिकको रङ छ, नेपालको राष्ट्रिय रङ, र यसरी चाहिँ नि यो लोगो पनि बनिएको छ। र बाँकी कुरा चाहिँ म किशोरी चौधरीजीलाई फेरि पुनः जोड्दैछु र यो वीरगञ्जमा जुन अहिले भइराखेको छ, वीरगञ्जको माहौलहरू, वीरगञ्जको सुव्यवस्थाहरू, यसलाई चाहिँ कसरी निकाल्नु भइराखेको छ यहाँले? वीरगञ्जको माहौल त पहिला सबभन्दा वीरगञ्ज नै शान्त थियो। अब हेर्नु, यहाँ वीरगञ्जमा आएर सब पूर्वको र केही दक्षिणपन्थी नयाँ नागरिकता र पूर्वको मान्छे आएर त्यहाँ मैत्री पुलमा आएर 6 महिना धारणा गर्यो। अनि त्यसको यदि के भयो, त्यसको उपलब्धि हुनु साटा विकृति आयो। सबै व्यापारीहरू यहाँबाट भाग्यो। सबै अहिले गएर सब उद्योग धन्दाहरू भैरवा भन्सारबाट सबै व्यापार सुरु भयो। यहाँ यति न दुःख दियो व्यापारीहरूलाई र आम व्यक्तिलाई जे के भन्ने, रोडमा हिँड्ने गाह्रो बिचमा गरिदियो। यो फोरमको नाममा, दुनियाँ पार्टीको नाममा होइन। अनि यहाँ त कहिले पनि मधेसी र पहाडी समुदायमा कहिले पनि विवाद भए थिएन। यो पछि आएर यस्तो घटनाहरू घट्यो। तर हाम्रो गाउँतिर त हामी सबै मिलेर नि, हिन्दू, मुसलमान, पहाडी, मधेसी सबै मिलेर नि बस्दछौँ। त्यहाँ हाम्रो गाउँमा एकता छ, चाहे कुनै पार्टी भयो भने। हाम्रो अलौँमा अहिलेसम्म एकता भनेपछि एकतै छ। अनि यो अहिले आउँदै गरेको दीपावली र छठको बारेमा पनि आम जनताहरूलाई
यो छठको महत्त्व, दीपावलीको चाहिँ महत्त्व, अझ विशेष गरेर यो छठी माईको चाहिँ नि धेरै नै अहिले लोकप्रियता भइराखेको छ। यसको बारेमा पनि 2 शब्द बोल्दिन हुन अनुरोध गर्दछु। अब म पहिला दीपावलीको बारेमा भनौँ है। श्री रामचन्द्र भगवानले चाहिँ श्रीलङ्काबाट विजय गरेर आइसके पश्चात पहिलो दीपावली चाहिँ अयोध्यामा गर्नुभयो, सरजू नदीको तटमा। अनि त्यसपछि सुरुवात भारतवर्ष हुँदै नेपाल हुँदै संसारभरि यो अब दीपावलीको उमङ्ग हुँदैछ। र दीपावलीमा के हो कि सुख शान्ति बत्ती बालेर एकअर्कासँग मेलमिलाप गरेर अनि हामी बस्छौँ। अनि त्यस्तै छठमा, छठ हाम्रो एउटा परम्परा आस्थाको केन्द्र हो। जे मेरो यो छठको व्रत रह्यो भने यो हुन्छ, सजिया घाट, बिहान घाट, तपाईँको रसिया रोटी भन्छ। अनि यो गर्दाखेरि हाम्रो आस्थाप्रति एउटा विचार र ऊ किन हो हाम्रो ऊ हुन्छ, किन हो कि शान्ति मिल्छ र हाम्रो माग पनि हाम्रो भनेको कुरा पनि छठी माताले पुरा गर्नुभएको रहेछ। अब यो नेपालमा नभएर विदेशसम्म पनि अमेरिका, क्यानाडा, अस्ट्रेलिया, युरोप देश र अमेरिका देशहरूमा पनि यो चाहिँ छठको परम्परा सुरु भयो। हाम्रो पहिला नेपालको तराई र बिहारमा मात्र सीमित थियो। अनि अहिले हुँदै हुँदै संसारभरि यो छठको पनि सुरुवात भयो। हाम्रै गाउँमा मैले हेरेछु सानोमा हिन्दू मुसलमानहरू पनि त्यहाँ छठहरू उहाँहरू पनि गर्नुहुन्थ्यो। उहाँहरूको आइमाई धेरैजनाले छठ व्रत गर्थ्यो, तर अहिले गर्दैनन्। अब उहाँहरूको आफ्नै विचार होला, ऊ होला, आस्था होला। तर पहिला हाम्रो हिन्दू मुसलमानले सबैले छठ गर्थ्यो। अब छठको बारेमा यति नै हो। अब मलाई अब जान्नुभन्दा म के छ कि म भन्दा पनि अलिक बुढो पाखोहरूबाट छठको बारेमा धेरै विस्तृतले उहाँहरूसँग पनि सोध्नु होला, उहाँहरू भन्नुहुन्छ होला भनेर मलाई जति जानकारी छ त्यति म आफ्नो 2 शब्द भने। हस् त, धन्यवाद। भर्खरै हामीसँग जोडिनु भएको थियो वीरगञ्जबाट किशोरी चौधरी। उहाँले चाहिँ नि वीरगञ्जका सुव्यवस्थाका बारेमा र दीपावली छठको शुभकामना दिँदै दीपावली छठको बारेमा पनि केही आफ्ना जिज्ञासाहरू राखिदिनु भएको हुँदा उहाँलाई पुनः धन्यवाद भन्न चाहन्छु। अन्तमा आफ्ना व्यक्तिगत विचारहरू, व्यक्तिगत भावनाहरू, सुझाव सल्लाहहरू केही दिन चाहनुहुन्छ भनेदेखि म फेरि पुनः उहाँलाई जोड्दैछु। तपाईँको विचार भावनाहरू यस राष्ट्रलाई, अहिलेको राजनीतिक परिवेक्षलाई र अहिलेका जुन भएका व्यवस्थाहरूलाई, अहिलेका यी जेनजी आन्दोलनका क्रमहरूलाई र यो शिक्षा सम्बन्धित तपाईँ रिलेटेड हुनुभएको कारणले अहिलेका शिक्षा मन्त्रीज्यूलाई, महावीर पुनज्यूलाई लगायत चाहिँ नि यसका बारेमा केही आफ्नो व्यक्तिगत भावनाहरू राख्दिन हुन म अनुरोध गर्छु। म अब एउटा पहिलो त म एउटा कर्मचारी भएँ। अब यो राजनीतिक कुरामा म नजाउँ होइन, आफ्नो दायराभन्दा बाहिर म जान्दैन। किनभने अब महावीर पुनले त उहाँले त धेरै नै राम्रो काम गर्नुभयो, उद्योगलाई धेरै अगाडि सञ्चालन, आफ्नो किताब बेचेर खाएर पनि एउटा हाफ प्यान्ट र एउटा चप्पल पनि लगाएर जहाँ पनि बस्ने खाएर पनि उद्योग त्यो कृषि औजार कारखाना सुरुवात गरिदिनु भयो। कहिलेकाहीँ सुन्छु कि म बजेट छुट्याउँदैन, म आफ्नै किताब र मेहनतबाट चाहिँ लगानी गरेर म ऊ गर्छु। म कहिलेकाहीँ उहाँको सुन्छु, उहाँको अभिव्यक्ति मलाई धेरै नै मन पर्छ। उहाँको म पनि 2-3 वटा किताबहरू किने भनेर एउटा उद्योग वीरगञ्जमा सञ्चालित भएको उद्योग पनि बन्द भएको उहाँले सुरु गर्नुभयो। अनि अरू राजनीतिको बारेमा, किनभने म एउटा कर्मचारी परेँ, कर्मचारी आफ्नो दायरा भन्दा बाहिर राजनीतिक कुरा म गर्दैन। हस् त, धन्यवाद। हामीसँग जोडिनु भएको थियो किशोरी चौधरी वीरगञ्जबाट। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु द इन टिभीबाट। हस् त, धन्यवाद।